अनि नयाँ आउने मान्छेहरूलाई यिनीहरूले प्रोत्साहित नगर्ने निमोट्ने। तपाईँ हेर्नुहोस् बालन शाहकै विरोधमा हेर्नुहोस्, उसले जे गर्छ यिनीहरू विरोध गर्छन्, काम गरेकोमा यिनीहरू विरोध गर्छन् अनि तिनीहरूलाई निमोट्ने। अहिले उसको पनि त्यही हो, करिब करिब हाम्रो के भन्छ रवि लामिछानेको पनि केस त्यही नै हो। रवि लामिछानेले धेरै गर्न जम्प हान्न कोसिस गरे होइन, धेरै जम्प गर्न खोजे। अब त्यो थियो, अब उनलाई पनि अहिले त्यही गरे हो, आउने हरेकलाई त्यही प्रलोभन दिन्छ। बालेनलाई पनि अब टार्गेट हुन सक्छ तपाईँलाई त्यस्तो लाग्छ? कस्तो कुन हिसाबले? त्यसको पछाडि मान्छेहरू छ, हिजो र ट्रेडिसनमा ल्याउने बेला पढाइ लेखेको छ, काम त राम्रै गरिरहेछ, काम राम्रै छ। त्यसको उसको हेर्नु त रहेछ नि त, उसले त बनाएको एउटा राम्रो ग्रुप रहेछ नि त्यसको पछाडि। हिम्मतले काम गर्न सकेको काम विदेशबाट आउनेहरू अब चाहिँ काठमाडौँ भएछ भन्छन्, अब बस्ने लायक भएछ भन्छन्। काम त गरे, जेसुकै होस् काम पनि गरिरहेछ, लडाइँ पनि गरिरहेछ। राम्रो गनिमत कुरो के छ भने राम्रो काम मात्रै गरेर हिँड्न पाए त हुन्थ्यो नि मान्छेले। अब मान्छेले काम गर्नु पनि परेको छ, आलोचना र प्रहार पनि खप्नु परेको छ। त्यो स्थिति छ क्या नयाँ आउनेलाई त्यही छ। अब यी यस्तो टाइपको मान्छे एक भएर तपाईँले युनाइटेड भएर हिँड्नेदेखि चाहिँ यो पहिलेको चाहिँ पुरानो प्रवृत्ति भएका जो भनौँ मुलुकै लुटौँ खाउँ भन्ने खालको जुन प्रवृत्ति छ, त्यो प्रवृत्तिले कुरा टेक्ने थियो। तर यिनीहरू एउटै ठाउँमा गएर युनाइटेड बलियो हुन सक्ने अवस्था चाहिँ यो अर्काले गरेको उनीहरू सहँदा पनि नसहने, आफू गर्दा पनि नगर्ने। केले हो एउटा भन्छ नि, त्यसले आफ्नो घर पनि बनाउँदैन, कुनै के गर्दैन भनेपछि बनाउँदा पनि नबनाउने, एकदम आड भएर बस्ने। एउटा चाहिँ के छ भन्दाखेरि अवरोध भएर उनीहरू बसेका छन्, न कसैलाई बन्न दिन्छन्, न आफू सुध्रिन्छन्, न बनिन्छन्। त्यो स्थितिहरू यो अन्तिममा भन्दाखेरि चाहिँ तपाईँलाई के लाग्छ त, हामी कुनै पोइन्टमा गएर चाहिँ सुधार हुन्छ कि यस्तै स्थिति नभए कसरी भनेको अलिक मान्छे विदेशमा छन्, नयाँ पुस्तामा केही आश छ तपाईँलाई? छ, त्यो त सम्भव छ, धेरै सम्भव पनि। 84 के इलेक्सनमा भएन भने त्योभन्दा अगाडिकामा पनि केही न केही सुधार कसरी सहन्छ? भन्नु न, हेर्दा एउटा पनि विरोधी थिएनन्, अहिले आए नि त। मतलब विरोधी त के भन्नु, राष्ट्रप्रति केही लोयलिटी भएको, काम गर्न सक्ने क्षमता भएका मान्छेहरू त देखिएन नि त। आफ्नै पहुँचमा चुनाव लडेर जितेर केही न केही त गरिरहेकै छन्, नभएको त